Hello engineers. In this lesson, we are going to learn about how to design lift core or shear wall in ETABS. हामीले लिफ्ट कोर पनि शेयर वालै बनाएर चाहिँ गर्छौँ शेयर वालबाटै लिफ्ट कोर बनाउँछौँ त्यो चाहिँ कसरी बनाउने भनेर डिस्कस गर्छौँ अब त्यसको लागि चाहिँ हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि एउटा ग्रिड डिफाइन गर्नुपर्ने हुन्छ मैले जस्तै यहाँ मैले यहाँ चाहिँ लिफ्ट राख्छु भनेर भनेको छु होइन अब यहाँ लिफ्ट राख्दै गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि यो हामीले चाहिँ के हुन्छ त नयाँ ग्रिड जस्तै हामीले स्टेयरकेसलाई डिफाइन गर्यौँ त्यस्तै यसलाई पनि डिफाइन गर्नुपर्ने हुन्छ अब हामीले एक्स डिरेक्सनमा हेर्ने हो भने एउटा यो ग्रिड 7 फुट 3 इन्चीमा डिफाइन गर्नु पर्यो वाइमा हेर्ने भने एउटा 1 फुट 3 इन्चीमा डिफाइन गर्नु पर्यो र अर्को ग्रिड त यही स्टेयरकेसकै लाइनमा छ भने चाहिँ अब डिफाइन गरेर राख्नु पर्यो त्यसको लागि म के गर्छु भन्दाखेरि राइट क्लिक गर्छु मोडिफाई ग्रिड गर्छु अनि के गर्छु त भन्दाखेरि हामीलाई एक्स डिरेक्सनमा के चाहियो त एउटा ग्रिड चाहियो म एड गर्छु यसलाई इलिभेटर राख्न राखेको छु मैले E1 गरेँ अब एक्समा हामी कति पर गएको छौँ त 7 फुट 3 इन्ची पर गएको छौँ भनेपछि म यसलाई के गर्छु त 7 फुट 3 इन्ची गर्छु इन्टर गरेँ यो E1 एउटा भयो अब वाइ डिरेक्सनमा पनि छ हाम्रो वाइ डिरेक्सनमा पनि के छ त एउटा ग्रिड छ मैले कतिको ग्रिड एड गरेँ त यसलाई E2 भन्छु E2 गरेँ र हाम्रो कतिमा छ त Y2 1 फुट 3 इन्चीमा गएको छ भनेपछि म यसलाई के गर्छु त 1 फुट 3 इन्ची गर्छु इन्टर गरेँ 1 फुट 3 इन्ची इन्टर यति भयो मैले यसलाई के गरिदिएँ त ओके गरिदिएँ E1 र E2 गरेको छ हाम्रो यहाँ डिफाइन भइसक्यो यो भयो हाम्रो E2 E1 भयो र E2 यता देखिएछ E2 कता हुने भयो यता हुने भयो अब हामीले लिफ्ट डिफाइन गर्दाखेरि कति रहेछ त भन्दाखेरि हाम्रो लिफ्ट भनेको कति रहेछ त यति के रहेछ त हाम्रो लिफ्ट रहेछ भनेपछि यति चाहिँ हामीले लिफ्ट डिफाइन गर्नु पर्यो अब हाम्रो यहाँ हेर्ने हो भने पुरै यो त पुरै स्ल्याब छ तर हामीले लिफ्ट हाल्ने ठाउँमा त स्ल्याब हुनु भएन नि त त्यो त ओपन हुनु पर्यो मुभ हुनलाई होइन त्यही भएर के गर्नु पर्यो त भन्दाखेरि हामीले यो स्ल्याबलाई चाहिँ एक्सप्लोर गर्नु पर्यो क्या यो स्ल्याबलाई एक्सप्लोर कसरी गर्ने त भन्दाखेरि तपाईँहरूले यो काम लागिरहेको हुन्छ धेरै समय यो अब कसरी गर्ने त भन्दाखेरि म केमा जान्छु एडिटमा जान्छु एडिटमा गएर एडिट सेल भन्ने छ एडिट सेलमा क्लिक गर्छु र डिभाइड सेल गर्छु अब डिभाइड कसरी गर्ने त भन्दाखेरि हामीलाई यो कसरी डिभाइड गर्नु परेको छ त मैले डिभाइड क्वाड्रिलेटरल ट्रायङ्गल्स भन्छु र इन्टरसेक्सन विथ भिजिबल ग्रिड्स हामीलाई जुन ग्रिड देखिएको छ त्यसको ग्रिड्समा इन्टरसेक्सन विथ भिजिबल ग्रिड्स गर्छु मैले यहाँ क्लिक गरेँ भने के हुन्छ त भन्दाखेरि अब यहाँ जति सेलेक्ट भयो यो सबै के हुने भयो त ओके गरिदियो भने यो डिभाइड हुने भयो भनेपछि यहाँ हाम्रो के भयो त भन्दाखेरि यो हरेक स्ल्याब चाहिँ के भयो त छुट्टियो अब हामीलाई यहाँ स्ल्याब कुन चाहिएको छैन हामीलाई एउटा यो स्ल्याब चाहिएको छैन मैले यसलाई डिलिट गरिदिन्छु यो बिचको चाहिँ हामीलाई यो चाहिएको छैन कुन त भन्दाखेरि एउटा अर्को यो बिचको स्ल्याब चाहिएको छैन यसलाई डिलिट गर्छु र यो स्ल्याब चाहिएको छैन यसलाई डिलिट गर्छु अब यो स्ल्याबहरू त यसरी टुक्रा राखेर त भएन हामीले यसरी नै के गर्नुपर्छ त भन्दाखेरि हामीलाई यो स्ल्याब पनि जोइन गर्नुपर्छ है यो दुईवटा स्ल्याब जोइन गर्नुपर्छ मैले यो भन्छु अब यो स्ल्याब कसरी जोइन गर्ने त भन्दाखेरि पहिला म के गर्छु यो सबैलाई सेलेक्ट गर्छु यो सबैलाई यसरी सेलेक्ट गर्छु र यसलाई हामीले के गर्नुपर्छ त जोइन गर्नुपर्छ है त फेरि केमा जान्छु एडिटमा जान्छु एडिट सेलमा जान्छु र यहाँ मर्ज सेल भन्ने छ मर्ज सेल भनेको हाम्रो यति चाहिँ स्ल्याब के हुने भयो त मर्ज हुने भयो म ओके गर्छु अब यो स्ल्याब के हुने भयो त मर्ज भयो यसै गरी हामीले यो स्ल्याबलाई पनि के गर्नु छ त मर्ज गर्नु छ भने चाहिँ म के गर्छु त भन्दाखेरि यसलाई सेलेक्ट गर्छु यसलाई सेलेक्ट गर्छु तर यो त हाम्रो के हो त तलको ल्यान्डिङ हो है यो स्ल्याब होइन फेरि हाम्रो यो तलको यो ल्यान्डिङ देखिरहेछ हामीले यो दुईवटा मर्ज गर्नु पर्यो केमा जान्छु एडिटमा जान्छु एडिट सेलमा जान्छु मर्ज सेल गर्छु ओके गर्छु भने चाहिँ यो दुईवटा पनि मर्ज भयो अब हामीले के गर्नु पर्यो त हामीले यहाँ चाहिँ लिफ्ट के गर्नु पर्यो त डिफाइन गर्नु पर्यो हामी फर्स्ट फ्लोरमा बसेर लिफ्ट डिफाइन गरिरहेको छौँ यो लिफ्ट फर्स्ट फ्लोरमा डिफाइन गर्दा कहाँ हुन्छ त भन्दाखेरि यो डिजाइन गर्दै गर्दा ग्राउन्ड फ्लोरबाट माथि आउँछ अब यसको लागि के गर्ने त हाम्रो यहाँ तरिका धेरै छ है त यहाँ जस्तै हामी यहाँ जाने हो भने के छ त भन्दाखेरि क्विक ड्र वाल्स भन्छ यो भनेकै सियर वाल हो जस्तै मैले यहाँ वाल 1 छ मैले यहाँ जान्छु क्लिक गर्छु हामीले सियर वाल 6 इन्चीको डिफाइन गरेको छौँ मैले जस्तै यहाँ क्लिक गरिदिएँ भने के हुन्छ त भन्दाखेरि यहाँ एउटा के हुनु भयो त सियर वाल डिफाइन हुनु भयो अब यसकै 3D हेर्ने हो भने के छ त एकचोटि 3D पनि हेरौँ यहाँ के भइसक्यो त हाम्रो सियर वाल यो डिफाइन भइसक्यो अहिले हामी प्लानमै जाउँ र फर्स्ट फ्लोरमा गएर ओके गरेँ जस्तै मैले के गरेँ त भन्दाखेरि यहाँ डिफाइन भइसक्यो अब यो डिफाइन हुँदै गर्दा के छ त भन्दाखेरि हामीले इजी गर्दा यो ग्रिड त छुट्टिएछ नि त तर हामीले के गर्न मिलेन त अब यहाँ भन्दाखेरि यो एकैचोटि गर्न मिलेन यसरी नगरेर के पनि गर्न सकिन्छ त भन्दाखेरि अर्को यहाँ के छ त भन्दाखेरि यो क्विक ड्र भयो यो भयो के हुन्छ ड्र भनेको म्यानुअल ड्र जस्तो भयो सियर वाल 6 इन्चीको सेलेक्ट छ मैले के गर्छु ग्रिड यहाँ क्लिक गर्छु यसरी ल्याउँछ हामीले कहाँसम्म ग्रिड E1 S5 मा क्लिक गर्नु पर्यो यसै गरी कहाँ आउनु पर्यो एकैचोटि ग्रिड E1 E2 मा आउनु पर्यो यसै गरी कहाँ जानु पर्यो त भन्दाखेरि यो ग्रिडमा आउनु पर्यो ग्रिड E2 मा र यसरी कहाँ जानु पर्यो त हामी यहाँ गएर चाहिँ यसरी भन्नु पर्यो भनेपछि यहाँ के हुने भयो त भन्दाखेरि मैले ESC गरेँ भने एउटा सियर वाल यहाँ डिफाइन भयो
हामीले वान स्टोरी गरेका छौँ, त्यही भएर के 3D हेर्ने भने के छ त हाम्रो भन्दाखेरि वान स्टोरीमा सेयर वाल यहाँ के भइसक्यो त यसरी डिफाइन भइसक्यो। हाम्रो यो लिड पोर्सन हो, हामीले ओपनिङ पनि दिनुपर्छ, त्यो ओपनिङ कसरी दिने भनेर म अहिले डिफाइन गरिहाल्छु। अब म फेरि अब के गरेँ त भन्दाखेरि यति डिफाइन भइसकेपछि के गर्न पर्छ त भन्दाखेरि जस्तै म के गर्छु त अब भन्दाखेरि मैले फेरि केमा जान्छु, प्लानमा जान्छु र फर्स्ट फ्लोरमा जान्छु, ओके गर्छु। यो हाम्रो सेयर वाल डिफाइन भयो। अब हामीले यहाँ मेन कुरो भनेको ओपनिङ त डिफाइन अलि गरौँला। अब यसलाई हामीले के गर्नु पर्यो त रेप्लिकेट गर्नु पर्यो भनेपछि म के गर्छु सेलेक्ट गर्छु प्रपर्टिजमा जान्छु र वाल सेक्सनमा जान्छु। यति गरिसकेपछि हाम्रो यहाँ सेयर वाल 6 इन्ची भनेको छ सेलेक्ट गर्छौँ। हामीले यसैमा बसेर डिजाइन गरेका छौँ। यो वाल सेलेक्ट हुन्छ, मैले क्लोज गरिदिएँ। अब मैले के गर्छु कन्ट्रोल आर प्रेस गर्छु, स्टोरीमा जान्छु। हामी 6 फ्लोरसम्म जाने हो, हामी 7 फ्लोरसम्मै जानु पर्यो भनेपछि के गर्छु त म सेकेन्ड फ्लोरबाट के गर्छु त अप्लाई गर्छु, ओके गर्छु भनेपछि हामी 3D मा हेर्ने भने के छ त 7th फ्लोर। अब हाम्रो यो 7th फ्लोरमा यो एउटा सेक्सन त खाली छ नि त हैन, यो त खाली छ भनेपछि हामीलाई यो चाहियो त यो चाहिएन। 7th फ्लोरमा गएर मैले यसलाई डिलिट गरिदिन्छु यसरी, किनभने हाम्रो यो पोर्सन त खाली छ। यो पोर्सन हामीले यहाँ त खाली छोडेको छ भनेपछि के गर्यो त भन्दाखेरि हामीलाई यो डिफाइन गरेर राख्नु परेन के। मैले यसलाई चाहिँ के गरिदिन्छु त्यसरी डिलिट गरिदिन्छु। हामी कति फ्लोरसम्म गयौँ त 6th फ्लोरसम्म हामीले सेयर वाल डिफाइन गर्यौँ। यो पछि हाम्रो काम के छ भन्दाखेरि अब हामीले यहाँ दिनुपर्ने काम भनेको हामीले सेयर वाल त डिफाइन गर्यो। यदि तपाईँहरूलाई अब बेसमेन्ट बनाउँदै हुनुहुन्छ भने है, यदि तपाईँले बेसमेन्ट बनाउँदै हुनुहुन्छ भने यहाँ त के हुन्छ, यो बेसमेन्ट छ भने हामीले यहाँ सेयर वाल यो के छ भने एक्साभेसन गरेको छ। विशेष गरी कमर्सियल बिल्डिङमा के हुन्छ भने तल अन्डरग्राउन्ड पार्किङ हुन्छ भनेपछि त्यहाँ के हुन्छ त एक्साभेसन गरेको हुन्छ। अब त्यो एक्साभेसन गरेको छ भने हामीले यहाँ सेयर वाल डिफाइन गर्नुपर्छ क्या। अब त्यो सेयर वाल कसरी डिफाइन गर्ने भन्दाखेरि अब हामी एक्चुअली म तपाईँलाई एक्जाम्पल दिन्छु, तर हामी यहाँ चाहिँ राख्दैनौँ है। यहाँ किन राख्दैनौँ भन्दाखेरि हाम्रो यो अन्डरग्राउन्ड पार्किङ पनि होइन, त्यही भएर राख्दैनौँ। जस्तै तपाईँलाई के गर्नु पर्यो, म 3D एउटा ट्याब पनि ओपन गरिदिन्छु नभए। अब यहाँ के छ त भन्दाखेरि हाम्रो 3D जस्तै यो पोर्सनमा हेरौँ है त। अब जस्तै यो पुरैमा के गर्नु पर्यो त भन्दाखेरि यहाँ चाहिँ अन्डरग्राउन्ड छ तपाईँहरूको, यहाँ अन्डरग्राउन्ड छ भने यहाँ सेयर वाल हाल्नु पर्यो नि। अब सेयर वाल यहाँ कसरी हाल्ने त भन्दाखेरि म फेरि के गर्छु, म प्लानमा जान्छु, यहाँ गएर क्विक ड्र गरिदिनु हुन्छ क्या। अब चाहिँ मैले क्विक ड्र गर्छु, सेयर वाल सेलेक्ट छ भने चाहिँ के गर्नु पर्यो त यसमा क्लिक गरेँ भने यहाँ सेयर वाल डिजाइन हुनुभयो। मैले यसरी क्लिक गरेँ भने के हुने भयो सेयर वाल, र यसरी क्लिक गरेँ के हुनुभयो सेयर वाल। भनेपछि यसै गरी तपाईँहरूले सेयर वाल डिफाइन गर्न सक्नुहुन्छ है त। यो अहिलेलाई हामीलाई चाहिँ चाहिएन, तपाईँहरूले गर्दै गर्नुभएको प्रोजेक्टमा चाहिँ छ भने यसरी डिफाइन गर्न चाहिँ मिल्छ। अब हाम्रो मेन के छ त भने ओपनिङको कुरा आउँछ कि हामीले यो पोर्सनमा त के गर्नु पर्यो त ओपनिङ त देखाउनु पर्यो हामीले यो पोर्सनमा। यो पोर्सनमा ओपनिङ देखाउन के गर्ने त भन्दाखेरि यहाँ त लिफ्ट छ भने त हामीलाई त यहाँ त ओपनिङ चाहियो नि। त्यसको लागि म के गर्छु, म इलिभेसनमा जान्छु। इलिभेसनमा गएर म के गर्छु त अहिलेलाई E1 गरेँ। हाम्रो E1 भनेको यो सेक्सनमा छ नि। जस्तै E1 भनेको सेक्सन कुन हो त E1 सेक्सन हो। हामीले यो E1 सेक्सन काट्दैछौँ र कता हेर्दैछौँ त यता हेर्दैछौँ भने E1 ले 1 हेर्न पर्यो, E1 ले के हेर्न पर्यो 2 पनि हेर्न पर्यो, E1 ले E2 पनि हेर्न पर्यो। भनेपछि हामीले इलिभेसन हेर्दाखेरि चाहिँ हाम्रो मिस्टेक भइरहेको हुन्छ। जस्तै मैले E1 ओके गरेँ, E1 ले के हेरेको छ त भन्दाखेरि E1 ले 1 पनि हेरेको छ, E1 ले E2 पनि हेरेको छ। जस्तै तपाईँहरूले के बुझ्नुहुन्न भने जस्तै यहाँ त धेरै छ नि त, ल मैले E2 ओके गरेँ। जस्तै एकचोटि प्लानमा जाउँ, प्लानमा जाँदाखेरि के झुकिरहन्छ भन्दाखेरि हामीले यो इलिभेसन हेर्दैछौँ। अब हामीले कुन चाहिँ हेर्ने त भन्ने कुरो हुन्छ के। हामीले यो इलिभेसन हेर्दाखेरि के हुन्छ, यो इलिभेसन हेर्दैछौँ भने हामीले 1 2 हेर्दैछौँ नि होइन, 1 2 3 हेर्दैछौँ, 4 हेर्दैछौँ भने हामी यहाँ जान्छौँ इलिभेसनमा जान्छौँ, हामी 1 क्लिक गर्छौँ, 1 क्लिक गर्छौँ। अब यो 1 क्लिक गर्दाखेरि के छ 1A आइरहेको छ के, 1A आइरहेको छ। यो 1 क्लिक गर्दा हामीलाई सेयर वालै देखाइदिँदैन होइन। त्यसैपछि हामी 2 क्लिक गर्छौँ, हामीले 2 पनि हो कि भनेर 3 क्लिक गर्छौँ अथवा चाहिँ यहाँ केही देखाइदिँदैन। भने चाहिँ हामीले यहाँ बुझ्नुपर्ने के छ भन्दाखेरि जहिले पनि यो इलिभेसन हेर्दाखेरि हामीले कुन पोइन्ट हेर्दैछौँ, यो सेक्सन हेर्दैछौँ नि, यो सेक्सन हेर्दैछौँ नि, यो सेक्सनलाई कुन चाहिँले काटेको छ त E1 ले काटेको छ। E1 ले हेर्दै गर्दा हामीले यो यता डिरेक्सन हेर्ने हो, यता त हेर्ने होइन। हामीले हेर्ने त के हो त यता डिरेक्सनमा हेर्ने हो। अब यता डिरेक्सन हेर्दै गर्दा के छ त भन्दाखेरि E ले के हेरेको छ त 1 पनि हेरेको छ, E1 ले E2 पनि हेरेको छ, S3 S4 S5 2 हेरेको छ। भनेपछि हामी इलिभेसन जाँदाखेरि केमा जानु पर्यो त E1 मा जानु पर्यो, र E1 ले हेर्दै गर्दा के छ E2 S3 S4 S5 सबै हेरेको छ। भनेपछि हाम्रो राइट डिरेक्सन चाहिँ यो हो क्या। यति कुरा बुझ्नु पर्यो है त। अब हामीले ओपनिङ दिँदाखेरि एकचोटि हाम्रो प्लानमा जाउँ। हाम्रो यहाँ प्लानमा ओपनिङ हेर्दाखेरि कस्तो ओपनिङ छ त भन्दाखेरि एकचोटि यो ओपनिङको डाइमेन्सन नापौँ है त। हाम्रो ओपनिङको डाइमेन्सन के छ त यहाँदेखि यहाँसम्म ओपनिङ छ 3 फुटको ओपनिङ रहेछ। मैले अर्को डाइमेन्सन यो पनि नापेँ, हामीलाई यो पनि चाहिन्छ। जस्तै यो नापेँ, यो 1 फुटको रहेछ, र यो नापेँ मैले के छ त यो नि 1 फुटकै रहेछ।
अब हाम्रो यहाँ काम के छ त भन्दाखेरि हामीले यो डाइमेन्सन चाहिँ यता इनपुट गर्नु पर्यो। जस्तै यहाँ एउटा हेर्ने हो भने के छ त भन्दाखेरि हामी यता जाने भने यहाँ के छ त एउटा ओपनिङ भन्ने छ। ड्र वाल ओपनिङ भन्छ भनेको के हो त भन्दाखेरि हामीले एउटा ओपनिङ दिनु पर्यो। ओपनिङ विथ कति हो त भन्दाखेरि हामीलाई एमएममा मागेको छ भनेपछि हाम्रो 3 फुट हो नि भनेपछि हामीले 3 फुटलाई के गर्नु पर्यो त हामीले 3 फुटलाई एमएममा लैजानु पर्यो भनेपछि म यसलाई के गर्छु त एमएममा लैजान्छु है त। जस्तै हाम्रो 3 फुट छ भनेपछि कति हुने भयो 3 इन्टु कति 12 गर्दाखेरि इन्चमा गयो इन्टु के गर्नु पर्यो त 25.4 गऱ्यो भने कति हुन्छ त 914.4 रहेछ। अब 914.4 भनेको के हो त भन्दाखेरि विड्थ हो नि भनेपछि मैले के गरिदिएँ 914.4 विड्थ गरेँ र मैले यसलाई लक गरिदिएँ है त। यसलाई लक गरेन भने के हुन्छ जस्तै मैले यसलाई लक गरिनँ मैले यहाँ क्लिक गरेँ अब यो के हुन्छ त भन्दाखेरि यसरी यो सब के हुन्छ त डाटा चेन्ज हुन्छ क्या यसरी चाहिँ त डाटा चेन्ज हुन्छ भनेपछि हामीले के गर्नुपर्ने रहेछ लक गर्नुपर्ने रहेछ भनेपछि यसलाई के गरिदिएँ त 914.4 गरेर यसलाई लक गरिदियो भनेपछि अब यो के हुन्छ त डाटा चेन्ज हुँदैन। हाइट कति राख्ने त भन्दाखेरि हाम्रो इलिभेटरमा हाइट जहिले पनि 8 फुटको राख्छौँ है। इलिभेटरमा के गर्छौँ त 8 फुटको राख्छौँ अनि के गर्छौँ त भन्दाखेरि इन्टु 25.4 गर्दा कति आएछ 2438.4 हाइट आयो क्या 2438.4 हाइट आयो भनेपछि यो पनि एमएम मैले यसलाई पनि लक गरिदिएँ। अब बटम डिस्टेन्स भन्छ बटम डिस्टेन्स हामीले दिन पर्दैन यसलाई मैले यतिकै लक गरिदिएँ। अब हाम्रो छ लेफ्ट डिस्टेन्स भन्छ हाम्रो लेफ्ट डिस्टेन्स भनेको के हो त भन्दाखेरि 1 फुट हो क्या है। ओपनिङको यो डिस्टेन्स भनेको यो के हो त लेफ्ट डिस्टेन्स हो भनेपछि लेफ्ट डिस्टेन्स भनेको यो डिस्टेन्स कति रह्यो त भनेको त्यही भएर म के गर्छु त भन्दाखेरि यी ट्याबमा जान्छु र हाम्रो लेफ्ट डिस्टेन्स 1 फुट छ 1 फुट भनेको कति हुन्छ त भन्दाखेरि को गर्दा 304.8 भयो मैले यसलाई के गरिदिएँ त 304.8 गरेर यसलाई लक गरिदिएँ। लक गरिदिएँ अब यहाँ ठ्याक्क के हुने भयो त हाम्रो यसरी एलिभेसनको हाइट आउने भयो कि यसरी क्रस देखाउँछ किनभने हामीले यहाँ त के गरे हो त हामीले यहाँ त ओपनिङ गरे हो भने चाहिँ ओपनिङ भएपछि क्रस यसरी हामीले यो डिरेक्सनमा चाहिँ के गर्दै जानु पर्यो त यसरी इलिभेटर के हुन्छ त ओपन गर्दै जानु पर्यो कि यहाँबाट चाहिँ के हुन्छ त इन्ट्री हुने भयो क्या है। यो कुरा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो केही गाह्रो छैन हामीले गर्ने के हो भन्ने कुरो चाहिँ बुझ्नु पर्यो है त। भनेपछि यसरी चाहिँ हामीले के गर्न सक्छौँ त अब यसलाई 3D मा हेर्ने भने कस्तो देखिन्छ त यो हाम्रो 3D भयो यो हामीले 3D मा हेर्नुलाई चाहिँ के हुनु भयो त यो यसरी आउने भयो कि इलिभेटरको ओपनिङ अब त्यो चाहिँ कसरी देखिने भयो त भन्दा जस्तै इलिभेसन हेर्दाखेरि मैले E1 मा क्लिक गरेँ ओके गरेँ अब यो भयो यो चाहिँ ठ्याक्कै के भने ओपनिङ भयो कि ओपनिङदेखि तलबाट सपोर्ट दिनु पर्यो। तपाईँहरूले मिस्टेक चाहिँ के गर्नुहुन्छ नि यो लक गर्नुहुन्न नि यो चेन्ज भइरहन्छ भने सुरुमा हामीले बिर्सिनु नहुने कुरा के रहेछ त भन्दाखेरि यसलाई लक गर्न चाहिँ बिर्सिनु भएन। यो लिफ्ट कोर र सियर वाल अथवा सियर वालको भिडियोलाई यति नै भयो। This much for this video. Thank you for watching.